नमस्कार। आज चाहिँ हामीहरू बनाइराखेका छौँ बिरयानीको लागि चाहिँ हामी चाहिँ मासु रेडी गर्दैछौँ है गाइस। यहाँ रहेको छ लेग पिस। आज चाहिँ हाम्रो किचनमा पाक्दैछ बिरयानी स्पेसल। म चाहिँ यहाँ काटी मिचरेर एकछिन मासुले ढाकेर राख्छु। गाइस यहाँ लसुन र अदुवाको मिक्स रेडी हुँदैछ। आज चाहिँ हाम्रो बिरयानी स्पेसल हो। उहाँले नि यहाँ रेडी गर्दै हुनुहुन्छ हाम्रो भान्जी। अब हामी मसला रेडी गरेर अनि बिरयानी तयारी गर्दैछौँ। बाहिर दिदीले चाहिँ चामलहरू सबै रेडी पारेर अब ग्रेभीको लागि गर्दै हुनुहुन्छ। एकदम गर्मी छ साथी, एकदम गर्मी हुनु साथीहरू एकदम गर्मी लाइन जाने आउनु पऱ्यो। अब प्याज काटेको आँखाभरि आँसु आएर कस्तो भइरहेछ। अनि त्यसपछि अरू सबै ठिकै छ, गर्मी धेरै छ। अब म पेस्ट बनाउँदा गइरहेकी छु। ल साथीहरू अब चाहिँ मसला पिस्न गइरहेकी छु। मसला रेडी भइसकेपछि हामीले यहाँ तपाईँहरूलाई बिरयानी प्लेटमा हालेको बिरयानी रेडी भएको सबै देखाउँछु। गर्मी यति छैन, मेरो फेस पसिना भइरहेछ। एकदम पसिना गर्मी धेरै छ, धेरै हाई लेभलको गर्मी कुरा नगर्ने। हामी अब खान्छौँ है गाइज साथीहरू। अब हामीले कोल्ड ड्रिङ्क अनि त्यसपछि बिरयानी मासु चाहिँ भित्र लुकेछ है। ए तपाईँले त मासु नै देखाउनु भन्नु होला, मासु चाहिँ भित्र छ। मासु खाएर भइसक्यो। ल हामीले खायौँ है, हामी सबैले खाइसक्यौँ। ल अहिले खायौँ। ल दुईजना भएर खाँदा ल हामी खान्छौँ है। भनिदिनु दिन्छु साथीहरू, हामीले खाएर भइसक्यौँ बिरयानी। सबैले खाइसक्नु भयो। लागि भाँडा माझ्दैछौँ दुईजना देउरानी जेठानी मिलेर भाँडा माझ्दै। अहिले त 10-11 भइसक्यो नि। भाँडा छ, कति भाँडा छ। त्यहाँ डेक्ची छ, फेरि ठुलो डेक्ची छ। हामी परिवार धेरै छौँ नि त, अनि त्यही भएर भाँडा पनि धेरै नै हुन्छ, अझै छ। अनि झाडु पोछा लाउने छ। हामी त्यस्तो चाहिँ ढिलै हुन्छ, केटाकेटी सानसानै छन्। ल अनि हामी एकछिन भाँडा माझेपछि फेरि